So hello guys, how are you? I am not fine. As you know, युनाइटेडको दशा लागिसकेको छ। युनाइटेड भनेको एउटा यस्तो क्लब हो जो अगर राइज गरिरहेछ भने दे आर इन द पिक, उनीहरू पिकमा छन्। उनीहरू फेरि यस्तो यस टु टक अबाउट वाट विल ह्यापन एट म्यान्चेस्टर युनाइटेड, वाट कुड ह्यापन, वाट इज ह्यापनिङ र अब के हुन सक्छ युनाइटेडमा, त्यसको बारेमा हामी छलफल गर्न आँटेको छौँ। सो लेट द भिडियो बिगिन। सो यो मेन टपिकमा अगाडि भन्नुभन्दा हामी युनाइटेडको पोस्ट फर्जी एरा भन्दाको सब म्यानेजरहरूको एकचोटि क्विक रिक्याप गर्छौँ। सो फर्गसन रिटायर भएपछि आयो डेभिड मोयस, जसले आफ्नो फर्स्ट म्याचमा युनाइटेडले एउटा ट्रफी जितायो किनभने कम्युनिटी, इट वाज जस्ट अ कम्युनिटी सिल्ड यु नो, बट हि गट स्याक्ड आफ्टर 10 months बिकज उसको प्रिमियर लिग धेरै नराम्रो थियो। त्यस पछाडि आयो रायन गिग्स, हु वाज जस्ट अ केयरटेकर म्यानेजर, अनि उसको अनि एट द एन्ड अफ द सिजन युनाइटेड जस्ट फिनिस 7th इन द लिग। सो त्यस पछाडि आयो लुइस भ्यान गाल, जो वर्ल्ड कप खेलेर, जो वर्ल्ड कपको सिजन पछि आयो आफ्टर हि टुक चार्ज अन युनाइटेड आफ्टर द वर्ल्ड कप सकेपछि उसले युनाइटेडलाई धेरै राम्ररी म्यानेज गरेको, तर युनाइटेडले 4th फिनिस गर्यो, विच वाज इनफ फर युनाइटेड टु फिनिस द च्याम्पियन्स लिग। अनि च्याम्पियन्स लिगको पनि रन उनीहरूको ठिकठाकै थियो अर्को सिजनको। सो अर्को सिजन उनीहरू फेरि 5th भयो डिस्पाइट विनिङ एन एफए कप। युनाइटेड बोर्ड जस्ट स्याक्ड हिम किनभने दे कुडन्ट फिनिस युनाइटेड अन द च्याम्पियन्स लिग स्पट। सो अब लुइस भ्यान गाल पछि आयो स्पेसल वान जोसे मोरिनियो आएपछि फर्स्ट सिजनमै युनाइटेडलाई लिग कप, युनाइटेडलाई कम्युनिटी सिल्ड र युनाइटेडलाई युरोपा लिग जितायो, विच वाज भेरी गुड फर युनाइटेड। अनि उसको सेकेन्ड सिजनमा प्रिमियर लिगमा सेकेन्ड र एफए कपमा पनि सेकेन्ड भयो। त्यस पछाडि हि गट स्याक्ड एनदर सिजन किनभने सुरुको 17 गेममा उसले 7वटा गेममा जिताएको थियो। त्यस पछाडि आयो द मेन म्यान, द बेस्ट म्यानेजर आफ्टर सर एलेक्स फर्गसन फर युनाइटेड, मतलब सर एलेक्स फर्गसन पछिको एराको भन्दैछु म कुरा, ओले गन्नार सोल्स्कर। ओलेले युनाइटेडलाई कहाँबाट कहाँ लग्यो त, युनाइटेडलाई उसले नै इभल्भ गर्न सक्छ, तर अनफर्चुनेटली त भएन। हि केम टु युनाइटेड इन 2019 एज अ केयरटेकर म्यानेजर फर द एन्ड अफ द सिजन, तर उसको 7 गेम्सको 7वटा विन देखेर युनाइटेड पाउल्यो र युनाइटेडले उसलाई पर्मानेन्ट म्यानेजर बनाइदियो। त्यस पछाडि हि प्लेड ब्युटिफुल फुटबल विथ युनाइटेड। उसै ओलेको ओरिजिनल प्लान थियो यस्तो यस्तो फलाना प्लेयर्सहरू ल्याउने, तर युनाइटेडले उनीहरूले अर्कै प्लेयर थियो। युनाइटेडको बोर्डको यही हो क्या प्रब्लम, तिमीले एउटा म्यानेजरको भन्ने अनुसारको त प्लेयर ल्याउँदैनौ, अनि त्यो म्यानेजरले झन् तिमीले दिएको प्लेयर जो उसको मा फिट हुँदैन, ओलेले त ट्राई गर्यो फिट गराउनलाई, फिट गर्यो पनि, तर पनि सपोज फिट गर्दैन त तिमी उसलाई स्याक गरिदिन्छौ क्या। यस्तो टाइपको छ क्या युनाइटेडको बोर्ड। र ओलेको 3 वर्ष त युनाइटेडको धेरै राम्रो थियो, अनि ऊ 2021मा एज यु अल नो युरोपा लिग फाइनलमा पुगेको त, तर बट युनाइटेड जस्ट लस्ट अगेन्स्ट विटरड्याट। त्यस पछाडि आयो क्रिस्टियानो रोनाल्डो, आई मिन नट एज अ म्यानेजर बट एज अ प्लेयर, हिज रिटर्न फर युनाइटेड। ओलेकै बेलामा आएको थियो, बट ओले गट स्याक्ड अन 21 नोभेम्बर। अनि तिमी बिलिभ गर्छौ युनाइटेडको कुन चाहिँ 2जना पहिला फर्गसन भन्दा पहिलाको म्यानेजर पछि ऊ इज द फर्स्ट पर्मानेन्ट म्यानेजर टु नट विन अ ट्रफी। यस, यसले यो पनि प्रुभ गर्छ कि ट्रफी नै सबै हुँदैन, ट्रफी नपाइकन पनि तिमी बेस्ट हुन सक्छौ, किनभने सर एलेक्स फर्गसन पछि उसले नै राम्रो हेरेको छ। डिस्पाइट जोसे मोरिनियो डिड एभ्रिथिङ फर युनाइटेड, तर ओलेले युनाइटेडको टेक्निकल गेम गर्न सक्थ्यो। युनाइटेड अगर हि वाज गिभन मोर चान्स उसले युनाइटेडलाई अझ अगाडि लान सक्थ्यो, र आई थिङ्क इफ हि वाज अप टु हियर अहिलेको समयमा उसले युनाइटेड ट्रफिज दिन्थ्यो। त्यो मान्छे लिजिटली युनाइटेड सेकेन्ड फिनिस गरेको बेलामा सरी मागेको त, एपोलाइज गरेको त फ्यान्सलाई। सो अनि अहिले त के नै कुरा गर्नु हामी। ओले पछि आयो माइकल क्यारिक जस्ट फर द 3 गेम्स, त हामी कुरा नगरौँ। अनि त्यस पछाडि आयो राल्फ ऱ्याङ्निक भन्दा इन्टरिम म्यानेजर फर द रेस्ट अफ द सिजन। अनि त्यो राल्फ ऱ्याङ्निक पनि हि वाज अ क्वाइट डिसेन्ट म्यानेजर, बट अब के गर्न सक्छौँ, हि वाज अन्ली इन्टरिम म्यानेजर नट अ पर्मानेन्ट म्यानेजर। र हामी त्यस पछाडि द मेन, त्यस पछाडि त टक्ला एरिक टेन हाग, बट हि वाज नट द्याट ब्याड क्या। उसले आफ्नो फर्स्ट सिजनमा युनाइटेडलाई क्यारेबा कप जितायो, अर्को सिजन एफए कप जितायो। इट वाज अ भेरी, कति युनाइटेड फ्यान्स वर सो ह्याप्पी अबाउट इट। 9 गेममा जस्ट 3 गेम, तर 10 ह्यागको त्यो प्रिमियर लिग रन पनि राम्रो थिएन, स्याक हुने बेलामा दे वर सिटिङ एट 15th। त्यस पछाडि रुड भ्यान निस्टेलरोय आयो जस्ट फर द 5 गेम्स, हि वाज अल्सो केयरटेकर म्यानेजर, अर यु क्यान से केयरटेकर, अनि अन्टिल रुबेन एमोरिम कम्स। त्यतिखेर रुबेन एमोरिम युनाइटेडको म्यानेजर हुन्छ भने कन्फर्म थियो, जसले रुड भ्यान निस्टेलरोय वाज जस्ट देयर फर 3 गेम्स। अनि त्यस पछाडि ऊ पनि गयो र रुबेन एमोरिम आयो। रुबेन एमोरिम आएपछि यु नो सबले फर्स्ट फुल सिजन पनि पाएन, र त्यस पछाडि अर्को सिजन जो अहिलेको हामी हालत भन्दैछौँ, अहिलेको कति राम्रो भन्दै थियो, लास्ट सिजन भन्दा राम्रो थियो, 6th मा थियो युनाइटेड,
किनभने अहिले हामी भनौँ भने लेगेसी अनुसार हिस्ट्री अनुसार 6 भनेको नराम्रो हो, तर अहिले हामी आफ्नो 10-12 वर्षकोदेखि हेऱ्यौँ भने 6 इज अ भेरी गुड स्पट फर युनाइटेड पोस्ट हो। किनभने नि अब सर एलेक्स फर्गसन पछि पोस्ट सर एलेक्सन पछि ओले वाज अ गुड म्यानेजर, ओले पछि रुबेन एमोरिम अनि क्वाइट स्टेजदेखि बोथ अफ देम हेभ नट वान ट्रफिज। किनभने ट्रफी चाहिँ सबै होइन, तिमीले टेक्निकली हेर्नुपर्छ टिमको, तिमीले टिमको बारेमा टिमको अन्डरस्ट्यान्ड द प्लेयर्स। रुबेन एमोरिम जस्तै मेसन माउन्ट हामीलाई थाहा छ नि, हि वाज नट गुड एट युनाइटेड, रुबेन एमोरिम वाज ट्राई टु गेट द क्वालिटी आउट अफ हिम। द मेन थिङ कि मैले अघि भनेको थिएँ कि सिस्टम अनुसारको प्लेयर। अब तिमी रुबेन एमोरिमलाई ल्यायो क्या युनाइटेडमा, त 3-4-3 खेल्छ, अब युनाइटेड थाहा लाउँदै ल्यायो, फेरि 3-4-3 को प्लेयर पनि दिँदैन युनाइटेडले। युनाइटेड भन्छ अनि त्यो जसरी पनि त रुबेन एमोरिमले 3जना प्लेयरलाई ल्यायो अनि खेल्न एड्याप्ट गर्दैछ। बेन्जामिन सेस्को चाहिँ त्यति राम्रो खेलिरहेको थिएन, तर हि वाज काइन्ड एड्याप्टिभ। अनि त्यस पछाडि तर तिमी यो यस्तो यस्तो दोगलापन्थी देखा कि जस्तै युनाइटेड यस्तो छ, एउटा यस्तो म्यानेजर ल्याऊ जो तिम्रो जति प्लेयर छ त्यो अनुसारको खेल्नै सक्दैन। म एउटा सिम्पल एक्जाम्पल दिन्छु, म तिमीहरूलाई नि एउटा टिचरको एक्जाम्पल दिन्छु हुन्छ। ल एउटा स्कुलले ल्यायो एउटा टिचरलाई स्टुडेन्टहरूलाई पढाउन, तर त्यो स्टुडेन्टहरूलाई त्यो संसार पढाउँछ जब होला प्रिभियस टिचरहरूले चाहिँ त्यो स्टुडेन्टहरूलाई त्यो संसार पढाउन सक्दैन थियो अरे। त्यो टिचरको स्टाइल अलिक डिफ्रेन्ट थियो। अनि र ठिक छ, त्यो स्टुडेन्टको त्यो टिचरको पढाउने स्टाइलको अलिकति जो हुन्छ नि रिसोर्सेसहरू त्यो स्कुलबाट उसले मागेको स्कुलले दिन सक्थ्यो, स्कुल कुड गिभ त्यो रिसोर्सेस, तर स्कुलले त्यो रिसोर्सेस दिँदैन। स्कुलले के गर्छ, त्यो रिसोर्सेस दिँदैन। सो अनि स्कुलले भन्छ हामीसँग जस्तो जस्तो रिसोर्स छ त्यहीबाट गर। अब त्यो रिसोर्सेस नदिकन पनि त्यो रिसोर्सेस युज गरेर उसले आफ्नो अनुसार राम्ररी पढाइरहेको थियो, ठिक पढाइरहेको थियो। तर 1-2वटा तर तिमीले चाहिँ त्यो स्कुलको बारेमा है अरू कसैलाई केही नराम्रो भनिदियो भने, अरू कसैलाई त्यो स्कुलको अलिकति नराम्रो कुरा भनिदियो भने नि अनि त्यो स्कुलले तिमीलाई निकालिदियो अरे क्या, टिचरको जबबाट निकालिदियो अरे। तिमीले राम्ररी पढाइरहेछौ, स्टुडेन्टहरू आफ्नो बेस्ट दिइरहेछन्, अनि तिमीले त्यतिखेर एउटा टिचरलाई निकालिदियो क्या। यस्तो पनि हुन्छ त कि दिस इज द रिजन क्या। यही हो क्या युनाइटेडको बोर्ड र रुबेन एमोरिमको। सो द म्यानेजरको क्रिटिक भयो। सो अब युनाइटेडमा अब के हुन्छ, फर्स्ट अफ अल प्लेयर्सहरूको के हुन्छ होला। सिन्स रुबेन एमोरिम हेज बिन सेट, रुबेन एमोरिमले ल्याएको त 3टा प्लेयर बेन्जामिन सेस्को, म्याथ्युज कुन्या र ब्रायन एम्बुमो। हामी पहिला कुरा गर्छौँ ब्रायन एम्बुमोको, किनभने आई थिङ्क हि विल एड्याप्ट इन एनी कुनै पनि म्यानेजरकोमा एड्याप्ट गरिहाल्छ भन्ने। हि ह्याड बिन प्लेइङ क्वाइट वेल विथ एमोरिम। म्याथ्युज कुन्याको ऊ अहिले भर्खर राइज हुन थालिरहेको थियो, किनभने ऊ स्टार्टिङमा नराम्रो थियो, तर अहिले ऊ दिइरहेको थियो। तपाईँले स्याक भयो बेन्जामिन सेस्को, ऊ अहिले पनि शान्तै छ, तर बन्नीको अगेन्स्टले 2 गोल हानेको छ, मतलब ऊ एमोरिमको सिस्टममा अलिकति अटिरहेको थिएन। यो प्रुभ हुन्छ क्या, तर यसले चाहिँ प्रुभ हुन्छ कि ऊ एमोरिमको सिस्टममा अटिरहेको थिएन। तर इट कुड बी कि अब के हुन्छ त, नयाँ म्यानेजर को आउँछ, बिकज देयर इज अ हाई चान्स कि ओले आउँछ। र जब मैले भिडियो बनाउँछु इट्स 90% कन्फर्म, बट द 10% इज नट। सो हामी केही भन्न सक्दिनँ। म के भन्छ, अरू म्यानेजरहरू आउन सक्छ त्यसको कुरा गर्थेँ, तर अब ओले आउने कन्फर्मै भइसक्यो भनौँ हामी, ओले विल बी ब्याक एट युनाइटेड। म धेरै खुसी हुन्छु ओले आयो भने, आई विल बी ह्याप्पी। किनभने रुबेन एमोरिम गएको जो दुःख छ मलाई, तर ओले आयो भने त दुःख त कम हुँदैन, बट दुःख चाहिँ कम हुन्छ हामी, तर खुसी पनि हुन्छ क्या। सो अब हामी अरू प्लेयरको कुरा गरौँ। एन्ड्रे ओनाना पनि लोनमा छ, म ओनानाको कुनै फ्युचर देख्दिनँ अब युनाइटेडमा। जो म्यानेजर आउँछ त्यसले ओनानालाई अब खेलाउँदैन, साँच्ची भन्दा ओनानालाई खेलाउँदैन अब युनाइटेडको बोर्डले नै त्यसलाई बेचिदिन्छ। लामेन्स आइसकेको छ, बाइन्डेर पनि एक प्रकारको फ्रडै हो, तर त्यो बस्छ, त्यो सब्स्टिट्युटमा बस्छ, किनभने त्यो ओनाना भन्दा त राम्रै छ, त्यसले बस एउटा राम्रो पर्फर्मेन्स दिएको छ युनाइटेडको लागि। तर अब लामेन्स विल बी द मेन म्यान फर युनाइटेड, म यति भन्छु। ऊ त मेन किपर, हि इज द सेन्सेसनल किपर। अब हामी अर्को मेन लोन प्लेयरको कुरा गरौँ जो सबै युनाइटेड फ्यान्सलाई चाहिएको छ, तर हि इज मार्कस र्यासफोर्ड। सो यु नो हि इज करेन्ट गेट लोन इन बार्सिलोना, र ऊ he has been playing pretty very well. Yeah. I love that guy. Yeah. I just love that guy. We United fans can't hate that guy. तो त्यसले युनाइटेड छोडो भने पनि, त्यसको मनले छोडो भने पनि, we will not say anything to him. किनभने युनाइटेडमा उसको डाउनफल चलिरहेको छ, र उसकै लागि राम्रो हो। र र्यासफोर्डको त र्यासफोर्डलाई यति मिस गर्छौँ नि हामी युनाइटेड फ्यान। तर अब फुटबल कन्टेन्ट क्रिएटर म फ्यान्सको तर्फबाट म अर्कै भन्छु, साँच्ची भन्दाखेरि
Rashford, I think, will not come back to Man United. उसको लास्ट सिजन थियो, उसले लास्ट गोल हानिसक्यो आफ्नो युनाइटेडको लागि, सब गर। यहाँबाट पनि ऱ्यासफोर्ड आउँछ भने नि तिमीहरू जे भन्छ म त्यही गर्छु, साँच्ची भन्छु। ऱ्यासफोर्ड आउँदैन अब युनाइटेड, एक्सेप्ट गर त फ्याक्ट। र अब युनाइटेडको त मेन प्रब्लम भनेको जो नयाँ म्यानेजर आउँछ कि त प्लेयरसँग फिट हुन्छ। युनाइटेडको यो प्रब्लम हो, जो नयाँ म्यानेजर आएको छ त्यतिखेरै एउटा न एउटा सेन्सेसनल प्लेयर, एउटा न एउटा दामी प्लेयर जोसँग हामीले उम्मिद हुन्छ त्यो जान्छ क्या क्लबबाट। इट्स अलवेज क्या, अहिले जहिले भइरहेछ युनाइटेडसँग गयो। न्यू म्यानेजर इज इक्वल टु दिस प्रब्लम क्या। अब जस्तै हामी फेमस, त मोस्ट फेमस एक्जाम्पल एरिक टेन ह्याग, क्रिस्टियानो रोनाल्डो। एरिक टेन ह्याग र क्रिस्टियानो रोनाल्डोको त एक त अलरेडी नै सम्बन्ध नराम्रो थियो, र त्यस पछाडि रोनाल्डो किक आउट भयो, एरिक टेन ह्याग होइन, तर यो चाहिँ बोर्डले भएको थियो। र यो सबको त कुरा भयो, र अब हामी स्पेसियली त्यो एउटा मुभमेन्टको कुरा गर्छौँ जसले मलाई भन्छ म्यान्चेस्टर युनाइटेडको बोर्डको प्रब्लम। दे आर द मेन रिजन वाइ युनाइटेड आर हियर। रोनाल्डोले आफ्नै इन्टरभ्यूमा पनि भनेको थियो, पियर्स मोर्गनको इन्टरभ्यूमा भनेको कि दे डोन्ट केयर अबाउट द क्लब। त्यस्तो हुन पनि सक्छ, नहुन पनि सक्छ, तर ग्लेजर्सले चाहिँ गरिरहेछ नि। रुबेन एमोरिम जस्ट स्पोक अ ट्रुथ क्या। उसले भनेको थियो कि उसले जब उयो भन्यो नि हि न्यू क्या हि इज गोइङ टु बी स्याक्ड। सो उसले भनेर गयो कि आई जस्ट वान्टेड टु रिबिल्ड दिस क्लब, यस्तो भनेको क्या रुबेन एमोरिम। त तिमी बुझ, हि जस्ट लिभ द क्लब। उसले क्लबलाई साँच्चीमा मन पराउँथ्यो, उसले सबै दिन तयार थियो, तर उसले अझै अन्याय सहन सकेन क्या। र उसले आवाज उठायो, आवाज उठाउने बित्तिकै हि वाज स्याक्ड। यस्तै हो क्या युनाइटेड। र आई थिङ्क जो म्यानेजरहरू छन् यिनीहरू सबको यही हाम्रो ग्लेजर्ससँगै भएको हो क्या। बिकज ग्लेजर्स आउट भनेर धेरै भाइरल भइसकिरहेको छ टिकटकमा। र म पर्सनली युनाइटेड फ्यान, म पनि चाहन्छु ग्लेजर्स निस्कियोस् क्या क्लबबाट। जब ग्लेजर्स क्लबबाट निस्किन्छ तब मात्र यो क्लबको केही न केही चाहिँ हुन्छ जस्तो लाग्छ। साउदीले किनोस्, कतारले किनोस्, आई डोन्ट थिङ्क सो कि अब जबसम्म ग्लेजर्सले केही न केही गर्दैनन्, केही न केही राम्रो कदम गर्दैनन्। ग्लेजर्ससँग टाइम छ अझै, दे हेभ मोर टाइम, दे क्यान फिक्स युनाइटेड, बट दे आर जस्ट नट लेटिङ टु फिक्स द युनाइटेड क्लब। अनि यिनै कारणहरूको कारणले युनाइटेडको हालत अहिले यस्तो छ। सो वाट विल ह्यापन एट युनाइटेड? सर्ट टर्म आन्सर, वी स्टिल डोन्ट नो। मलाई यति आन्सरको लागि मैले यत्रो ठुलो भिडियो बनाएको छु। सो यो भिडियोको लागि यति नै। हजुरलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, मेरो निन्जा दयालाई सब्सक्राइब गर्नु, इन्स्टाग्राम फलो, टिकटक फलो। एक्जाम सक्यो, बिहाली सकिया छैन। बाई।